हाम्रो जापानी भाषा सिक्ने यात्राको आज 8औं दिन है। आजको पाठ एकदमै रमाइलो छ किनभने हामी केही नयाँ अक्षरहरू सिक्दैछौँ र साथसाथै चीजहरू कस्ता छन् भनेर वर्णन गर्ने शब्दहरू पनि सिक्दैछौँ। ल सुरु गरिहालौं। कोनिचिवा, यो कामेनो डेस्सन डेस, अर्थात् नमस्ते, यो 8औं दिनको पाठ हो। अनि आज हामी के सिक्छौं त भन्दा वस्तुहरूको बारेमा बताउने, तिनीहरू कस्ता छन् भनेर वर्णन गर्ने शब्दहरू सिक्नेछौं। ल सबैभन्दा पहिला त लेखन अभ्यासबाट सुरु गरौं। आज हामी या ग्रुपका अक्षरहरू लेख्न सिक्नेछौं। र एउटा रमाइलो कुरा के छ भने नि, यो ग्रुपमा जम्मा 3वटा मात्रै अक्षर छन्, त्यसैले यो त एकदमै छिटो सकिन्छ, सजिलो छ। ल यो ग्रुपको पहिलो अक्षर हेरौं है त। यो हो या र यसको उच्चारण हुन्छ या। उदाहरणको लागि यो शब्द हेर्नुस् त, यामा, यामा। यसको अर्थ हो पहाड। अनि दोस्रो अक्षर हो यु। यसलाई हामी यु भनेर उच्चारण गर्छौं, जस्तै युकी, युकी, जसको अर्थ हो हिउँ। र यो ग्रुपको अन्तिम तेस्रो अक्षर हो यो। यसको उच्चारण हुन्छ यो, जस्तै कि योरु, योरु, जसको अर्थ हो रात। ल या ग्रुपका 3वटै अक्षर त हामीले सिकिहाल्यौं। अब पालो छ केही नयाँ शब्दहरू सिक्ने। आज हामी जापानी भाषाका विशेषणहरू, जसलाई केयोशी भनिन्छ, त्यो सिक्दैछौं। यी शब्दहरूले चाहिँ कुनै पनि चीज कस्तो छ भनेर बताउँछन्, जस्तै ठूलो, सानो, मिठो, यस्तै यस्तै। ल अब यो टेबलमा हेरौं है त। म एक एक गरेर पढ्छु, उच्चारणमा राम्ररी ध्यान दिनुहोला है। पहिलो छ ओकी, ओकी, यसको अर्थ हो ठूलो। त्यसपछि चिसाई, चिसाई, अर्थ सानो। तेस्रो योई, योई, अर्थ राम्रो। अनि मौसमसँग सम्बन्धित आचुई, आचुई, गर्मी हुनु, र सामुई, सामुई, जाडो हुनु। र अन्त्यमा सबैलाई मनपर्ने शब्द ओइशी, ओइशी, जसको अर्थ हो मिठो। कति राम्रो! अब हामीसँग नयाँ शब्दहरू त भयो, तर यिनीहरूलाई वाक्यमा कसरी प्रयोग गर्ने त? यो एकदमै सरल छ। जापानीमा कुनै कुरा यस्तो छ भन्नको लागि सुमे वा देश भन्ने स्ट्रक्चरको प्रयोग हुन्छ। आउनुहोस् यसकै अभ्यास गरौं। पहिलो उदाहरण हेरौं न। कोनो रिङ्गो वा ओखी देश, कोनो रिङ्गो वा ओखी देश। यसको अर्थ हो यो स्याउ ठूलो छ। यहाँ के भयो भन्दा रिङ्गो स्याउ पछाडि वा आयो अनि अन्त्यमा ओखी ठूलोसँग देशु जोडियो। हो, यसरी नै वाक्य बन्छ। अब साधारण वाक्य मात्र होइन, प्रश्न सोध्न पनि सिकौं। यो त झनै सजिलो छ। हेरौं। निहोङ वा सामुई देशका, निहोङ वा सामुई देशका। यसको अर्थ हो के जापानमा जाडो छ? याद गर्नुस् त, वाक्यको अन्त्यमा देशु पछाडि का थप्ने बित्तिकै यो प्रश्न बनिहाल्छ। कति सजिलो होइन त? प्रश्नपछि उत्तरको पालो। यदि जापानमा साँच्चीकै जाडो छ भने उत्तर हुन्छ हाई तोतेमो सामुई देश, हाई तोतेमो सामुई देश। यसको मतलब हो हजुर धेरै जाडो छ। यहाँ एउटा एकदमै उपयोगी नयाँ शब्द छ तोतेमो, तोतमो, जसको अर्थ हो धेरै वा भेरी। यसले विशेषणलाई अझ प्रभावशाली बनाउँछ। ल आजको हाम्रो मुख्य पाठ चाहिँ यति नै हो। अब एकचोटि सरर रिभ्यू गरौं है त। आज के सिक्यौं अनि अर्को पाठमा के सिक्नेछौं भनेर। आजको लागि यति नै। आज सिकेका शब्दहरूलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रयास गर्नुहोला है। जस्तै चिया पिउँदा कोनो ओछा वा ओइशी देश, यो चिया मिठो छ भन्ने, वा कुनै किताब हेरेर कोनो होन वा ओकी देश, यो किताब ठूलो छ भन्ने। जति अभ्यास गर्यो उति नै याद हुन्छ। फेरि भेटौँला माताजीकाई। र हो, अर्को पाठको लागि तयार रहनुहोस्। 9औं दिनमा हामी रारेरो लेरो ग्रुपका अक्षरहरू सिक्नेछौं। त्यति मात्र होइन, हामी समय, जिकानको बारेमा पनि कुरा गर्नेछौं। अहिले कति बज्यो जस्ता प्रश्नहरू सोध्न र समय बताउन पनि सिक्नेछौं। एकदमै व्यावहारिक र महत्वपूर्ण पाठ हुनेछ, त्यसैले नछुटाउनुहोला।